64 बिघा अरे यो ठाउँको नाम के 64 बिघाको माछा ताल माछा निकाल्नलाई 300 रे माछाको मेसिनको 300 माछाको चाहिँ परेन रे आफ्नो भाग माछा भन्ने त पर्छ न त्यही त नि 300 खेर गयो भने जान्नेलाई त हुन्छ होला हामीलाई चाहिँ आउँदैन हाम्रो यसो टाइम पास मात्रै हुन्छ पैसा चिसो खाने पैसा उड्ला फेरि उड्छ त्यति नै हो तर दामी रहेछ यो ताल त है ल हामीहरू 64 बिघा भन्ने ठाउँमा घुम्न आएको है साथीहरू यो के भन्छ यो माछा मार्नेलाई त्यसलाई चाहिँ पर्छ अरे 300 रुपियाँ ज्याला पानी हुने पानी फुल दामी छ त्यसको नाम पनि आउँदैन मलाई यो घुम्नलाई चरा पनि कराउँदैछ घरतिर ल माथि बाउ छोरा बे कति साह्रो नजिक भयो जरायो के भन्छ 12 सिङ्गी 1 2 3 4 5 6 सिङ्गी छेउटा रहेछ आइज ओइ आइज के रहेछ अरे यहाँ त्यो पल्लोमा के छ नछरा है हामीलाई खान्छ के खा टोक्छ खरायो यो खरायो इनार दुई चार दिन भने यो भाइ मान्दैन उयो चिल्दै दिउ खै कहाँ छ ओ त्यसले चाहिँ केक दिन्छ त्यसलाई चाहिँ बिचारा यसको नाम यो चिलको नाम के हो कालो चिल नि हौ देखिरहेको है खोइ कहाँ लेखेको छ ए यहाँ रहेछ त तर यो मलाई लागेन यसको नाम त खै के हो मलाई यो गिद्दा हौ टाउको चाहिँ कत्रो हो बिचरा हेर्नु त यो जेलमा बसे जत्तिकै अनि वर्षौ वर्ष जेलै हो त सुनि त अर्को के छ अर्को त खै देखि त्यो पल्लोमा चाहिँ के छ पल्लोमा त खाली अनि अहिले त अर्को पनि आएछ त खरायो आमै मिर्गाको बस्नु ओइ आइज थम भएछ लाटा भएछ थम भएछ हेर्दा पो रहेछ यसले त अहिले कहाँ मान्छे आउँछ होला त छेत्री आमाहरू पनि यता आएको होइन पहिला क्या आएको भन्थ्यो त्यति हो ए लगेछ ड्राइभर पनि निकालिदिउँ न पाइलोट झन् पानी हेर्नु त मजा आउँदो रहेछ त त्यो पानीको छलको
तिर लाग्यो